नमस्ते सच्याएर हुनुहुन्छ सबैजना। यो परदेशमा लोकदोरी गीत बजाउँदै गाडी चलाउनुको मजा पनि छुट्टै हुँदो रहेछ साथीहरू। परदेशको मरुभूमिमा पहिला पहिला गाउँघरमा गीत गाउँदै नाच्दै यो गीत सुनेर पहिला पहिलाको याद आउँदो रहेछ। यो दोहोरी गीतले भनेको एकदमै मन छुने हो पहिलादेखि। फेरि त्यही माथि परदेशमा दोहोरी गीत सुन्दै गाडी चलाउनु फेरि मजा अर्कै रहेछ साथीहरू। परदेशी भूमिमा मिठो मिठो यो लोकदोरी सुन्दै सुन्दै यसरी गाडी चलाउन पाउँदा मन पनि आनन्द हुन्छ। कहिले सुख दुःख छँदैछ हाम्रो ठाउँमा होइन साथीहरू। कसले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ खबर गर्नु होला, कमेन्ट गर्नु होला है। यो गीतको झल्को कसलाई आयो कमेन्ट गर्नु होला। मैले यो पहिलोचोटि यसरी बोलेर भिडियो बनाउँदैछु। योभन्दा पहिला बनाएको छैन कहिले। एकचोटि चाहिँ बनाउनु मन लाग्यो, त्यही भएर बनाउँदैछु। परदेशमा यस्तो गीत सुन्दाखेरि मनै आनन्द आउने के है। दुःख बिर्बेदा पनि अलिकति हलुङ्गो हुने कि घट्दै जाने गीत सुन्दाखेरि पनि। को लोकदोरी लभर हुनुहुन्छ कमेन्ट गर्नु होला। म त प्रायः भिडियो बनाउँदाखेरि सबै यस्तै गीतमा बनाएको हुन्छु। गीत सुन्दाखेरि मलाई आनन्द आउँछ है। साथीहरू खबर भन्नुहोस्।